नमस्ते। आजको दिन म गजलकोटको दरबारमा आएको छु। पारी दामी गाउँ छ। अनि साइडमा यसरी म क्यामेरा घुमाएको छु। हाम्रो दरबार गजलकोटको दरबार देख्न सक्नुहुन्छ। भर्खरै निर्माण भएको रहेछ। अनि यो भित्र चाहिँ जान नपाउँदो रहेछ। ऐतिहासिक दरबार यो पहिले जस्तो थियो त्यही साइडमा स्टाइलहरू त्यही तरिकाले बनेको हुन सक्छ। ढोकाहरू निकै नै राम्रो छ। अनि झ्याल पनि माथिल्लो तला जान मन थियो मलाई, तर त्यहाँ जान ढोका लगाएको छ। र म देखाएँ तपाईहरुलाई गजलकोट दरबार रोल्पाको। अनि यतापट्टि गजुल भन्ने ठाउँ रहेछ। गजुल को गाउँ यसको तलपट्टि स्कुल रहेछ। ठुलो भवन स्कुल रहेछ। अनि यो भवन वडा कार्यालयको भवन रहेछ। अनि वडा कार्यालयको भवन गजुलको स्मृति गाउँपालिका भित्र पर्छ यो। स्मृति गाउँपालिकाको अनि यो चिटिक्क परेको गाउँ छ। यो पनि गजुलभित्र नै पर्छ। र यो साइडमा थोरै बजारहरू छ। साइडमा गाउँ छ। अनि गाउँपालिकाको भवन र अर्को गाउँ छ यहाँ चिटिक्क परेको।